हेलो एभ्रिवान सबैजनालाई के छ खबर सबैजना सन्चै हुनुहुन्छ अनि आज चाहिँ मैले यसो भिडियो सिडियो बनाऊँ भनेर आएको छु फेरि पनि एउटा मिनी भ्लग लिएर भन्छन् हैन यस्तै घाँस काट्नु हिँडेको अनि म चाहिँ यहाँनिर आइपुगेँ अम्लिसो बारीहरू छ हाम्रोमा चाहिँ तर म चाहिँ यो रुखबाट घाँस झार्नु पर्यो भनेर रेडी हुँदैछु है घाँस पनि झारेँ थोरै अनि घाँस सास झारेर अब म भारी लाउँदैछु अनि यो भारी लाउँदै गर्दा केही गफ गरौँ न है मलाई चाहिँ क्या कस्तो धेरै मजा लाग्छ क्या भिडियो बनाउनु भन्दा पनि पानी छैन जतिखेरै भिडियो बनाउनु चाहिँ यादै हुँदैन तर पनि कहिलेकाहीँ चाहिँ भिडियो बनाएर हाल्नु कस्तो मन लाग्छ क्या तर होइन अनि भिडियो बनाउनु अब यो स्किल पनि छैन नि त भिडियो बनाउने एडिटिङ गर्ने यताउता स्किल आउँदैन पनि खासै अनि मेन कुरा चाहिँ सोसल मिडियामा अब भिडियो बनाएर त हाल्नु पऱ्यो होइन अनि सोसल मिडियामा चाहिँ अब नेगेटिभ कमेन्टहरू आउँछ नि त अनि बिचरा अरूको स्टोरीहरू हेरिन्छ नि त है भिडियोहरू हेरिन्छ नेगेटिभ कमेन्ट आएर कति नरमाइलो गरेर भिडियोहरू बनाइराख्नु भएको हुन्छ क्या यस्तो यस्तो भिडियो कमेन्टहरू आयो भनेर अनि त्यो सम्झेर चाहिँ मलाई कस्तो डर लाग्छ क्या त्यस्तो नेगेटिभ कमेन्टहरू कसरी फेस गर्ने होला जस्तो लाग्छ अनि त्यही भएर भिडियो हाल्नै मलाई त कस्तो डर पो लाग्छ त साँच्चै भन्नुपर्दा अनि भिडियो बनाउनु पनि आउँदैन अनि एडिटिङहरूको स्किल पनि छैन पनि छैन अनि झन् हामीलाई त अनि त्यस्तो जज गर्ने मान्छेहरूले त झन् कति गरिदिनुहुन्छ होला जस्तो लाग्छ क्या अनि त्यही भएर भिडियो बनाउन चाहिँ मन लाग्छ है अनि हाल्न चाहिँ डर लाग्छ त्यही कुरा सेयर गरेँ तपाईँहरूसँग सुरुमै भनिदिएको क्या त्यस्तो कमेन्टहरू नआओस् भनेर अनि आजभोलि चाहिँ म अलिअलि भिडियोहरू हाल्दैछु कति धेरै घाम थियो क्या बिहानको समयमा कति मजाले घाम लाग्छ अनि घाम लागेर अनुहार कस्तो कुच्चिरहेछ घामले गर्दा अनि यहाँनिर माथिमा चाहिँ जङ्गलमा मेरो पछाडि कति धेरै यो चाहिँ के अरे उत्तिसको रुखहरू हाम्रो पहाड हो नि त अनि उत्तिसको रुखहरू छ जङ्गल अहिले त सबै बारीहरू पहिला चाहिँ बारीहरू हुन्थ्यो अरे त्यतातिर सबैतिर उत्तिस घारी भएको छ यो चाहिँ हाम्रो बारीमा चाहिँ मकै छरेको छौँ है मकै छर्न चाहिँ छरेको तर उम्रिएको चाहिँ छैन हौ छरिसकेको अब यो मकै उम्रिन्छ गोडमेल गर्नुपर्छ बिस्तारै मैले चाहिँ घाँस यति काटेँ एक अङ्गालो जति होइन अब यो एक अङ्गालो घाँस भए पनि लगेर जानु पर्यो भनेर मैले चाहिँ नाम्लोमा बाँधेर तयार पार्दैछु होइन अनि अम्लिसो घरिघरि चाहिँ अम्लिसो काट्छौँ अहिले चाहिँ यही सिजन छ हौ घाँसहरू घरिघरि अम्लिसो काट्छौँ अनि यो चाहिँ के अरे पैयाको घाँस हो धेरै घाँस फेरि राख्नु हुँदैन क्या सुकिहाल्छ हावाहुरीको सिजन छ नि त मेरो अनुहारमा के निक्लेछ भनेर हेर्दैछु अनि यहाँ पारी चाहिँ हेर्नु नि कस्तो हुस्से लागिरहेको थियो होइन यता हाम्रोमा चाहिँ कस्तो घाम लागिरहेको थियो अनि पारी चाहिँ हुस्से लागिरहेको थियो अनि मैले देखाइदिएँ कस्तो यहाँ वारी र पारी नै कस्तो डिफ्रेन्ट भएको क्या यो अहिलेको मौसमहरू नै कस्तो खालको यहाँ चाहिँ एउटा गुराँसको बोट रहेछ तर सबै गुराँस फुलेर झरेछ यो फुल चाहिँ आजकल हाम्रोमा कति धेरै फुल्छ है अहिले चाहिँ भर्खर सुरु हुँदै रहेछ एउटा रहेछ म चाहिँ यहाँ घाँस थोरै भए पनि टाउकोमा बोकेर आउँदैछु अनि त्यस पछाडि घाँसदेखि आएर चाहिँ हामी सबैजना रेडी भएर हाम्रो फ्यामिली गयौँ चर्चतिर आज शनिबार त्यही हो आजको दिन यसरी नै बित्यो चर्च गयौँ अनि बित्यो ल सबैजनालाई बाई